नमस्ते। नमस्ते। तिमीलाई यो हाम्रो स्टुकास्ट कार्यक्रममा स्वागत छ। धन्यवाद सर। हामी विद्यार्थीहरूको अनुभव, हजुर। भविष्यको विचार र विगतको आफ्नो पारिवारिक र शैक्षिक ब्याकग्राउन्डका कुराहरूबाट विद्यार्थीमा के खालका सम्भावना छन्, विद्यार्थीमा के खालका प्रब्लमहरू छन् र कसरी विद्यार्थीहरूले ट्याकल गरिरहेका छन् भनेर हामीले विद्यार्थीहरूसँग यो सानो क्रममा आज तपाईलाई यस कार्यक्रममा हामी स्वागत गर्न चाहन्छौँ। धन्यवाद सर। मलाई यो हाम्रो खासै एउटा अनौपचारिक खालको नै कुराकानी हो। सुरु गरौँ होला है। सुरुवातमा सुरु गर्दाखेरि म तपाईँ नै भनेर सम्बोधन गर्दा कस्तो हुन्छ होला? अब तपाईँको आफ्नो विद्यालय शिक्षाको सुरुवाती दिनहरू त तपाईँलाई सम्झना छ? अलिअलि छ। जस्तै तपाईले कहिले सुरु गर्नुभयो? तपाईँ कति वर्षको हुनुहुन्थ्यो? कुन स्कुल हुनुहुन्थ्यो? मैले सुरु गर्दा त म 2.5 वर्षको थियो। 2.5 वर्ष। अनि त्यति बेला नै स्कुल जान्थे। हजुर। काठमाडौँमै के स्कुल भन्थ्यो? श्री के थियो? किन्डरगार्टन सेकेन्डरी स्कुल भन्ने थियो। हजुर। अनि त्यहाँ गएको। अनि मलाई खासै त केही याद छैन। हजुर। अनि त्यो एक दिन चाहिँ के प्रोग्राम थियो के अरे, अनि हाम्रो चाहिँ त्यति बेला कस्तो थियो भने त्यो वेट गरेर बस्ने ठाउँ हुन्छ नि, त्यस्तो वेटिङ प्लेस थियो, स्कुलभित्रै थियो। अरू सबैको मम्मीहरू चाहिँ अलिक चार लिन आउनुभयो कि, मेरो चाहिँ आउनु भएन है। अनि म धेरै समय बसेँ कि है त्यहाँ। अनि पछि त लास्टमा मम्मी आइरह्यो कि, अनि मम्मी आउनुभयो। अनि हामी गयौँ त्यसपछि त्यति। अनि त्यो पर्खिन एकदम गाह्रो भयो होला, किन आउनु भएन भन्ने है? मलाई त्यस्तो भएको थियो। जस्तै तपाईँले भन्नुभयो नि 2.5 वर्ष, साधारणतया त अब स्कुल सुरु गर्ने 4 वर्ष अथवा 3 वर्ष हो। 2.5 वर्षबाटै स्कुल तपाईँले किन सुरु गर्नुभयो? त्यो त्यस्तो केही थियो घरमा समस्या अथवा बुवा आमा काम गर्ने? मलाई सानैदेखि नै त्यो के अरे के भन्छ, 4देखि नै पढ्न मन लाग्ने के। अब सानै उमेरमा नै धेरै पढ्न मन लाग्ने भयो। बच्चैदेखि तपाईँ इच्छुक हुनुहुन्थ्यो? मलाई घरमा त्यति बस्न पनि मन नलाग्ने। मम्मीले अनि स्कुलमा लगेर। मम्मी काम गर्नुहुन्थ्यो त्यतिखेर? मम्मी काम गर्नुहुन्न थियो, मम्मी पनि पढ्नुहुन्थ्यो। तपाईँले जुन भन्नुभयो नि एक दिन ढिला आउनुभयो, के कारण रहेछ थाहा पाउनु? त्यो दिन चाहिँ 30 को दरखानी दिन थियो, अघिल्लो दिन। अनि मम्मीहरूकै स्कुलमा कार्यक्रम रहेछ। मम्मीले चाहिँ पछि ढिला आउनु भएको थियो के। त्यो स्कुल चाहिँ जुन तपाईँले सुरु गर्नुभयो, त्यो स्कुलको चाहिँ जस्तै नर्सरी एलकेजी कतिसम्म पढ्नुभयो त्यहाँ? मैले युकेजीसम्म पढेँ। अनि त्यसपछि भूकम्प पश्चात चाहिँ यता। भूकम्पपछि भनेको 2072 सालमा तपाईँ यता आउनुभयो भनेपछि त्यो स्कुल सुरु गर्दाखेरि त्यो स्कुलमा तपाईँलाई पहिलो दिन अथवा त्यो पहिलो कक्षाहरू भनौँ, नर्सरी प्ले ग्रुप के भन्ने थियो नि त त्यहाँतिर, त्यो चाहिँ त्यो दिनको अनुभवहरू कस्तो छ? नर्सरीको त खासै याद छैन। हजुर। एलकेजी र युकेजीको चाहिँ अलिअलि छ। हाम्रो चाहिँ के हुन्थ्यो भने उता सबै स्कुलमै हुन्थ्यो के, कपी पेन्सिलहरू। अनि होमवर्क चाहिँ छुट्टै एउटा कपीमा हुन्थ्यो, वर्कबुक जस्तो टाइपको त्यस्तै हुन्थ्यो। अनि चाहिँ घरमा ल्याउने, अनि घरमा छुट्टै हुन्थ्यो कि सामानहरू, घरमै गर्ने। अनि क्लासमा छुट्टै हुन्थ्यो स्कुलमै। अनि एलकेजी युकेजीसम्म पढ्दा चाहिँ त्यो यस्तै कार्पेट उछाएको थियो क्या। अनि चप्पल खोलेर भित्र जाने, जुत्ता खोलेर कुसनमा बस्ने, बसेर लेख्ने थियो। अनि टेबल हुन्थ्यो होइन? टेबल हुन्थ्यो सानो खालको। त्यो दिनका तपाईँको त्यो चाहिँ नि सुरुवाती दिनका भनौँ अथवा विद्यालय शिक्षाको सुरुवाती समयहरूमा तपाईँलाई म्यामहरूले पढाउनु भयो होला, सरहरू त हुनुहुन्थेन होइन? पक्कै त्यो चलन छ। कस्तो थियो उहाँहरूको व्यवहार? अनि उहाँहरूले कसरी सिकाउनुहुन्थ्यो? तपाईँलाई त्यसले कस्तो प्रभाव पार्यो? तपाईँको अहिले जुन शिक्षा छ त्यसमा त्यो दिनको कस्तो प्रभाव छ तपाईँलाई? यसको बारेमा त्यति बेलाको दिनहरूमा त म्यामहरूले पनि राम्रै पढाउनुहुन्थ्यो। अनि अलिकति एक्स्ट्रा करिकुलम एक्टिभिटिज पनि अलिक बढी नै हुन्थ्यो कि हाम्रो। पढ्ने पनि र खेल्ने पनि सँगसँगै हुन्थ्यो कि। खेलेर पढाउनुहुन्थ्यो? खेल्दै पढ्ने त्यस्तो हुन्थ्यो। अनि मलाई एउटा कुरा चाहिँ याद छ कि, गालामा त्यो के को बटरफ्लाईको हो कि के को म्याप स्थित खालको बनाइदिनु भएको थियो कि, पेन्ट गरिदिनु भएको थियो। अनि मैले घर आएर मैले नधुनी भनेको थिएँ। अनि मम्मीले चाहिँ यस्तो गर्यो भने त केमिकल छिर्छ छालामा, नराम्रो हुन्छ भनेर अनि धुन लाग्नु। तर धुन चाहिँ त्यस्तो एक्टिभिटिज खेल्न गर्न धेरै मजा आउँथ्यो, त्यसरी नै सिक्नुभयो।
त्यसले चाहिँ अहिलेको तपाईँको पढाइको अवस्थालाई त्यसले कस्तो के छ तपाईँ अहिले आफ्नो पढाइको जुन अवस्थामा हुनुहुन्छ त्यसले राम्रो गरेको होला कि अथवा त्यो पढाइ सिस्टम तपाईँलाई कस्तो गर्यो होला जस्तो अनुभव भइरहेछ मलाई त राम्रो गर्यो युकेजीसम्मको त्यो पढाइ त्यसै गरी नै गरेको राम्रो छ अनि 1 बाट यता आयौँ यता आउँदाखेरि चाहिँ अलि वातावरण यता भन्नाले नुवाकोट आयो अनि इन्भाइरोमेन्टसँग पनि त्यस्तो उस थिएन नि त मतलब कि के भन्छ त्यसलाई अब तपाईँ एडजस्ट हुन समय लाग्यो काठमाडौँमा समय लाग्यो अनि साथीहरू त त्यसले चाँडै बनाएँ मैले बनाउनु चाहिँ जस्तै अब भनौँ न प्ले ग्रुपबाटै भन्यो भने प्ले ग्रुप नर्सरी एलकेजी 3-4 वर्ष तपाईँले त्यहाँ पढ्नुभयो त्यति बेला प्ले ग्रुप त थिएन 3 वर्ष 3 वर्ष जति पढ्नुभयो भने त्यसले राम्रै नै अनुभव भएको थियो हजुर अब हामी अलिकति तपाईँको फ्यामिली ब्याकग्राउन्डमा जाउँ तपाईँको मम्मीले चाहिँ कति पढ्नु भएको छ यस्तो हो मम्मी जुन ठाउँबाट बिलोङ गर्नुहुन्छ त्यता चाहिँ न स्कुल न त केही फेसिलिटिजहरू केही पनि छैन के अहिले चाहिँ छ तर भनेको ठाउँ चाहिँ कहाँ हो सङ्खुवा सभा जस्तै यो यता माथि छ नि कालचेहरू त्यस्तै ठाउँ हो के रिमोट एरिया रहेछ रिमोट एरिया अनि त्यहाँ चाहिँ अनि प्रौढ शिक्षा भन्ने थियो अरे कि अनि त्यसमा मम्मी एकचोटि जानु भएको थियो अरे है अनि यस्तो भन्नुहुन्थ्यो अरे कि मेरो मम्मीको बाबाले चाहिँ यसरी पढेर के गर्ने र मतलब कि अब छोरी मान्छे त अर्का घर जाने नै हो त्यसो भन्नुहुन्थ्यो अरे अनि त्यही हो छोरी पढाउने त्यहाँ चलन रहेन त्यतिखेर छैन रहेछ छोराहरूलाई चाहिँ पढाउनु भयो अरे अनि मम्मीले चाहिँ यतै अनि बिए गरेर नै काठमाडौँमै बसेर 5 सम्म पढ्नु भयो 5 सम्म पढ्नु भएको उहाँ साक्षर हुनुहुन्छ भनेको पढ्न लेख्न आउँछ उहाँलाई लेख्न चाहिँ आउँछ पढ्न नै आउँछ भनेपछि जस्तै हुन्छ नि अब हामी शिक्षित भन्छौँ साक्षर भन्छौँ उहाँले जस्तै एउटा तपाईँ एउटा विद्यार्थी हुनुभयो अथवा एउटा तपाईँ चाहिँ पढ्दै हुनुहुन्छ तपाईँको अभिभावक शिक्षित अभिभावक हुनु र अशिक्षित अभिभावक हुनुमा त केही फरक पर्छ साधारणतया तपाईँको आमाले अथवा चाहिँ तपाईँको परिवारले शिक्षामा चाहिँ कति जोड दिनुहुन्छ पढ्नुपर्छ कि अथवा पढ्नु पर्दैन कि अथवा तपाईँको हजुरबुवाले भने जस्तो छोरी हो अब अर्का घर गइहाल्नुपर्छ होइन मामा घरको हजुरबुवा हुनुहुन्थ्यो नि उहाँले भन्नुभयो त्यस्तो खालको चाहिँ के छ तपाईँले कस्तो पाउनु भएको छ त्यो चाहिँ त्यो कुरा चाहिँ म एकदमै लकी छु किनभनेदेखि मलाई चाहिँ सानैबाट यो जति नै दुःख भए पनि पढाइमा चाहिँ कहिले पनि केही रोकठोक भएन के अब काठमाडौँमा आउँदाखेरि पनि अब त्यति बेला त खासै हाम्रो काम थिएन मम्मीको पनि काम थिएन बाबाले पनि त्यति काम गर्नु हुँदैन थियो त्यही पनि पढाइमा चाहिँ त्यस्तो केही नै असर परेन मेरो अहिलेसम्म परेको पनि छैन अहिले पनि राम्रै छ होइन फ्यामिलीबाट सपोर्ट छ तपाईँलाई धेरै छ अब तपाईँको परिवारको शैक्षिक अवस्था राम्रो नभए तापनि तपाईँलाई पढ्नुपर्छ भन्ने चाहिँ परिवारले बाबाले चाहिँ पढ्नु भएको हो एससी यही स्कुलमै पढ्नु भयो र अनि दिनुभएको हो के यहाँबाट एससी पढ्नु भएको यहाँको राम्रो विद्यार्थी पनि भन्ने मैले सुनेको छु 8 सम्म चाहिँ हुनु थियो अरे अनि 9 र 10 मा चाहिँ राम्रो विद्यार्थी हुनुहुन्थ्यो अरे सायद त्यहाँ 9 10 मा गएपछि उहाँले आफ्नो पढाइलाई सुधार गर्ने एउटा कन्सियसनेस आयो होला त्यसपछि पढ्नुपर्छ भन्ने आएको थियो अरे अनि पढ्नु भएको तर त्यहाँभन्दा माथि जान चाहिँ उहाँलाई अब सकिएन अब के भन्ने साथीभाइ हो साथीभाइको सङ्गत होला अथवा पारिवारिक उहाँको पनि पारिवारिक वातावरण थियो होला होइन ठिक छ अब तपाईँको आफ्नो यो नुवाकोटमा आइसकेपछि र काठमाडौँ र यो नुवाकोटको शैक्षिक अवस्थालाई कसरी हजुरले चाहिँ नि मूल्याङ्कन गर्नुभएको छ अथवा कसरी त्यसलाई चाहिँ कम्पेरिजन गर्नुहुन्छ कसरी कम्पेरिजन गर्ने सर म काठमाडौँमा धेरै पढेको पनि छैन जम्मा 3 वर्ष त पढेको तर जे होस् तपाईँले त्यो सुरुवाती प्रस्तावमा पाउनुभयो अनि यहाँ तुरुन्त तपाईँ यहाँ आउनुभयो भूकम्पपछि विद्यालय त जोइन गर्नुभयो तपाईँले स्कुल त जानुभयो त्यहाँको शैक्षिक तरिका पढाउने तरिका र यहाँको पढाउने तरिका विषयवस्तुमा केही फरक पाउनुभयो कि भएन फरक त किन नपाउनु नि थाहै फरक भएपछि कस्तो भने उता चाहिँ अब व्यवस्थापन अलि राम्रो हुन्थ्यो म्यानेजमेन्ट पढाउने तरिकाहरू राम्रो हुन्थ्यो शैली राम्रो हुन्थ्यो यता चाहिँ स्टुडेन्ट पनि अलि धेरै थिए म सुरुमा पढ्दाखेरि अनि पढाउनलाई अलि कस्तो भन्ने अब सामग्री पनि टिचरहरूले तपाईँले खेल्ने खालको त्यो विधि थिएन होला थिएन अनि तपाईँको चाहिँ अब क्लासरुमहरू पनि त्यति अब तपाईँले भने जस्तो कार्पेट यहाँ थिएन होला थिएन है अलि फरक चाहिँ पाउनुभयो त्यसले चाहिँ तपाईँको पढाइमा जस्तो जुन तपाईँ त्यो बेलामा
त्यो काठमाडौँमा त राम्रो व्यवस्थापनमा भनौँ न, काठमाडौँ नभनौँ, राम्रो व्यवस्थापनमा पढ्नु भएको र यहाँ व्यवस्थापन अलिक कमजोर हुँदाको त्यो विद्यालय कुन विद्यालय जोइन गर्नु भएको थियो तपाईँले यहाँ आएपछि? श्री खरानी टार इङ्ग्लिस बोर्डिङ स्कुल। हो, त्यो विद्यालय जोइन गर्दाखेरि भनौँ न तपाईँलाई जे होस् त्यो व्यवस्थापिकको कुराले पढाइमा राम्रो गर्यो होला कि अथवा अलि आफ्नो पढाइ खस्केको अथवा म त्योभन्दा क्रिएटिभ हुन्थेँ कि म अझै त्योभन्दा अहिलेको अवस्थाभन्दा ट्यालेन्ट हुन्थेँ कि त्यस्तो के छ? यताको पढाइ पनि ठिकै छ, त्यस्तो चाहिँ छैन केही पनि नराम्रो। तर मलाई जहाँसम्म लाग्छ उतै पढेको भए चाहिँ अलिकति बाहिरको कुराहरू थाहा हुन्थ्यो कि भने जस्तो लाग्छ कि आफूलाई। हजुर। तर अरू कुरामा चाहिँ त्यस्तो मान्नुहुन्न? अरू कुरा त त्यति छैन, यतै ठिक छ। भनेपछि हामीले चाहिँ तपाईँको यो विद्यालय शिक्षा तपाईँले जुन अहिले चाहिँ तपाईँ 10 कक्षामा पढ्दै हुनुहुन्छ, अब विद्यालय शिक्षाको तलदेखि 10 सम्मको हामी कुरा गर्दैछौँ। तपाईँले यहाँ आइसकेपछि आजसम्म 1 कक्षादेखि यहाँ पढ्न थाल्नुभयो? 1 कक्षादेखि 10 कक्षामा पढ्दाखेरि कस्तो छ तपाईँको पढाइ अहिलेसम्म, कस्तो अवस्था छ र त्यो बेलादेखिको अहिलेसम्मको असर कस्तो छ त्यसमा कुरा गरौँ न। असर पढाइको कुरा चाहिँ सानोमा त म त्यस्तो के अरे अहिले पनि त्यस्तो ट्यालेन्ट पनि होइन है, तर मलाई जस्तै तपाईँले यो एसईमा कति नम्बर अथवा कस्तो खालको रिजल्ट आउला जस्तो एक्सपेक्टेसन त गर्नुभएको छ? एसई त आइसक्यो तपाईँको होइन? आइसक्यो। जस्तै प्री टेस्ट अथवा टेस्ट एक्जामहरू भयो होला? भयो। त्यो एक्जामहरूमा चाहिँ कस्तो रिजल्ट आएको छ? प्री टेस्टको एक्जामको रिजल्ट पनि A+ पनि ल्याउनु राम्रो त होइन। A+ कुनै विषयमा ल्याउनु भएको छ? कुनै विषयमा ल्याउनु छ मैले। कुनै विषयमा बी भन्दा कम पनि छ र? बी भन्दा कम छ। साधारणतया तपाईँ आफूलाई राम्रै विद्यार्थी मान्नुहुन्छ? म मान्छु, तर त्यो एक्जामको बेला चाहिँ टाइम अलिकति म्यानेजमेन्ट नभएको थियो है। परीक्षा भनेको परीक्षै हो, परीक्षा नै हो, त्यसमा अब धेरै कुराहरू हुन्छ। तपाईँको यो अवस्थालाई एउटा राम्रो शैक्षिक अवस्था मानेर हामीले कुरा गरौँ। तपाईँको यो शैक्षिक अवस्था राम्रो हुनमा के कारण होला? तपाईँले केलाई चाहिँ जस दिनुहुन्छ? तपाईँ यो अवस्था जस्तै तपाईँकै साथीहरू होलान् जो चाहिँ अब एकदमै स्ट्रगल पास गर्न पनि स्ट्रगल गरिरहनु भएका साथीहरू हुनुहुन्छ होला, उहाँहरूलाई हेरेर तपाईँले आफूलाई कम्पेरिजन गर्दा राम्रै मान्नुहुन्छ होइन? त्यो हिसाबले भन्दाखेरि तपाईँलाई चाहिँ के कुराले तपाईँलाई साथ दियो अथवा तपाईँ के कारणले चाहिँ तपाईँ हुनुभयो, केले सपोर्ट गर्यो तपाईँ यो खालको अवस्थामा हुनुको लागि? मलाई त मेरो प्यारेन्ट्सकै मोटिभेसनले गर्दा हो। के भन्ने भन्दाखेरि अब सानैदेखि नै उहाँहरूले मलाई सपोर्ट गर्दै आउनुभयो र अहिलेसम्म गर्नु भएको छ। त्यही भएर नि यस्तो पढाइमा केही पनि त्यो कमी नभएर नि कमी छैन नि त अहिले मलाई। त्यही भएर नि मलाई आफूलाई अनि पढाइमा अलिक बढी फोकस दिन पाउँछु टाइमहरू। अनि घरमा काम लाग्नुहुन्न? घरमा आफूले गर्ने काम त गर्नु परिहाल्छ कि, पर्सनल काम त यसै भइहाल्छ। जस्तै कतिपयको चाहिँ धेरै पारिवारिक अरू पेसाहरू हुनसक्छ, व्यवसाय हुनसक्छ, खेती हुनसक्छ, त्यसमा धेरै समय दिनुपर्ने हुन्छ नि त। तपाईँको त्यस्तो छैन? त्यस्तो काम भए पनि परिवारले तपाईँलाई लाउनु भएन? लाउनु भएको छैन। कुनै केही चाहियो, आवश्यकता भयो भने उहाँहरूले आफ्नो रहर मेट पुरा के भन्छ त्यसलाई, त्यो रहरलाई चाहिँ राखेर थाती राखेर तपाईँको पुरा गर्नुहुन्छ, तपाईँको शैक्षिक आवश्यकता पुरा गर्नु, शैक्षिक अवस्थामा चाहिँ पुरा गर्नुहुन्छ। त्यो गर्नुभयो, त्यस कारणले तपाईँ लक्की हुनुहुन्छ अथवा तपाईँ उहाँहरूलाई धन्यवाद दिन चाहनुहुन्छ। अनि तपाईँ आफूलाई तपाईँ कतिको मेहनत गर्छु जस्तो लाग्छ पढाइमा? आफूलाई म ठिकै मेहनत गर्छु जस्तो लाग्छ। जस्तै दिनमा कति पढ्नुहुन्छ तपाईँ? दिनमा स्कुल बाहेक घरमा त्यति टाइम त हुँदैन, त्यही नि 3-4 घन्टा त पढिन्छ। 3-4 घन्टा तपाईँको होमवर्क सकेर आफै पढ्नुहुन्छ? पढिन्छ। भनेको हजुरको चाहिँ त्यो जस्तै कति बजी सुत्नुहुन्छ? मेरो त सुत्ने त ठेगान छैन। साधारणतया कति घन्टा सुत्नुहुन्छ तपाईँ? म 6-7 घन्टा सुत्छु। 6-7 घन्टा जति सुत्नुहुन्छ, अरू समय तपाईँको पढाइमै बितिरहेको छ? धेरै जसो पढाइमै बितिरहन्छ। यसो
फ्रेस त हुनलाई त टाइम चाहिहाल्छ नि अलिकति त। फ्रेस चाहिँ कस्तो खालको फ्रेस हुने रहेछ? फ्रेसको भन्नुभयो, विद्यार्थीहरूले फ्रेस हुने कुरा चाहिँ के रहेछ खास? फ्रेस हुने भनेको अब कोठाभित्रै बसिरहने होइन नि त, यसो बाहिरतिर हिँड्ने, अनि पछि बाहिरको माहौल कस्तो छ हेर्ने, अनि चिसो हावाहरू लिने, गसिपिङ गर्ने, कुराकानी गर्ने, साथीभाइसँग च्याटिङ गर्ने। मोबाइल कतिको चलाउनुहुन्छ तपाईँले? अब अहिलेको स्टुडेन्टले मोबाइल नचलाउनु त कुरै भएन, चलाउँछु। जस्तै मोबाइलको चलाउने कुरामा नि छ नि दुई तरिका हुन्छ, फाइदाको लागि अथवा प्रयोगको लागि र साधारणतया समय बिताउनको लागि भनिन्छ नि, इन्टरटेनमेन्ट भनिन्छ। त्यो प्रोडक्टिभ काम त त्यति होइन, तैपनि अब इन्टरटेन पनि लिनै पर्ने हुन्छ। इन्टरटेनमेन्ट चाहिँ तपाईँको मोबाइल चलाउने समय कति जान्छ? त्यसको केही मेरो मोबाइल चलाउने समयमा तपाईँको इन्टरटेनमेन्ट अथवा चिटच्याट अथवा कुराकानी जुन आवश्यक शैक्षिक रूपमा तपाईँले डिक्सनरी खोल्नुभयो भने त्यो चाहिँ पढाइको लागि भयो नि, तपाईँले कुनै गुगल गरेको? इन्टरटेनमेन्टको लागि त त्यस्तो खासै त हुँदैन टाइम, यसो चलाउँदा हेर्नु चाहिँ हेर्छु 15-20 मिनट बिचबिचमा, पढ्दै बिचबिचमा कि रेगुलर गर्नुहुन्छ अनि त्यसपछि किताब बन्द गरेर? पढ्दै बिचबिचमा चाहिँ म त्यस्तो गर्दिनँ। डिस्ट्र्याक्सन हुन्छ। अनि कुनै कुरा खोज्नु छ भने चाहिँ मोबाइल साथमै हुन्छ, तर टाइम तपाईँले म्यानेज गर्नुभएको छ, कुन समय चलाउने कुन समय नचलाउने, होइन? हजुर, त्यसरी गर्नुभएको। राम्रो। अनि अब यो कुरै गरिरहँदाखेरि तपाईँको यो साथीभाइ जुन पढाइको लागि चाहिँ पियर ग्रुप जुन हुन्छ त्योमा चाहिँ पढाइको कुरा कति हुन्छ अनि पढाइलाई चाहिँ कति सपोर्ट भइरहेछ पियर ग्रुपले? साथीभाइको ग्रुप हुन्छ नि, जस्तै तपाईँको क्लासमेटहरू हुनसक्छ अथवा तपाईँको छिमेकमा अर्को विद्यालयमा पढ्ने साथीहरू हुनसक्छन् अथवा कोही त्यस्तो पियर ग्रुप दौतारीसम्म उमेरका साथीहरूले चाहिँ कतिको सपोर्ट गरिरहेको अथवा कस्तो खालको शैक्षिक माहौल के हुन्छ त्यसमा? शैक्षिक माहौल साथीहरूसँग त राम्रै हुन्छ, साथीहरूसँग बसेपछि कुरा पनि पढाइको कुरा अलि धेरै नै हुन्छ अरू बाहिरको कुरा भन्दा। अनि त्यही हो, साथीहरूसँग बस्यो भने आफूले नआएको कुराहरू सिक्न सकिन्छ, उनीहरूलाई नआएको कुरा नि आफूले सिकाउन सकिन्छ, अनि अलि हाम्रो उसलाई सपोर्ट गर्छ। कम्पिटिटिभ भावना चाहिँ कतिको हुँदो रहेछ साथीहरू बिच? कम्पिटिटिभ भावना जस्तो हुन्छ नि, तपाईँको क्लासमा तपाईँको छिमेकमा कुनै अर्को स्कुलमा पढ्ने साथी होला अथवा तपाईँले अर्को विद्यालयमा पढेर आउनुभयो, त्यो विद्यालयको 5सँग सँगै पढेका साथीहरू अहिले 10मा होलान्, ती साथीहरूको पनि तपाईँको रिजल्ट कम्पेरिजन हुन्छ, अनि त्यो कस्तो खालको तपाईँलाई त्यो भावना आउँछ कि आउँदैन? आफू पनि उनीहरूकै लेभलमा हो भने चाहिँ अलिकति भावना त आउँछ, कम्पिटिटिभ हुने भावना। हजुर। यदि होइन भने चाहिँ त्यस्तो आउँदैन होला। अघिल्लो ब्याचको पछिल्लो ब्याचको त खासै कम्पिटिटिभ फिलिङ हुँदैन, तर आफ्नै ब्याचको साथीहरूसँग, आफ्नै ब्याचको अनि आफ्नै क्लासमेटसँग पढ्ने, क्लासमेट मतलब कि अब हुन्छ नि, तपाईँ क्लासको फर्स्ट हुनुहुन्छ होइन? हजुर। जस्तै कहिलेकाहीँ तपाईँ फर्स्ट नभएर तपाईँको साथी फर्स्ट भएको अवस्था छ? लाइक त्यो बेला चाहिँ कस्तो फिल हुन्छ तपाईँलाई? त्यो बेला मलाई मेरो कपी हेर्न मन लाग्छ। कपी हेर्न मन लाग्छ, के लेखेछु, किन कम नम्बर आएछ, मैले जित्न पाएँ? कुनै बेला कम नम्बर आयो भने मलाई मेरो कपी हेर्नु पर्छ, किनभने अब आफूलाई डाउट हुन्छ नि त, धेरै कम नम्बर आउँदाखेरि त आफूले गरेको पनि एक्सपेक्टेसन राख्नुहुन्छ तपाईँले? एक्सपेक्टेसन चाहिँ राख्छु, यो मिल्या छ मेरो भन्ने तपाईँलाई लाग्छ, त्यस कारणले के कारणले रहेछ भनेर तपाईँ सेटिस्फाई हुनुहुन्छ पछि त अनि हुन्छु। भनेपछि त्यो खालको चाहिँ कम्पिटिसनको फिलिङले तपाईँलाई पढ्न सपोर्ट गर्छ कि अथवा कस्तो खालको त्यसको प्रभाव कस्तो हुन्छ? त्यसको प्रभाव अब के भनौँ, खै त्यस्तो त आफ्नै साथीहरू हुन्छन्, त्यस्तो खासै त केही नै हुँदैन, तर मेहनत चाहिँ अलिक बढी हुन्छ। मेहनत बढ्छ। तपाईँ त्यो हेरिसकेपछि ओहो मैले भएन, मैले अझै मेहनत गर्नुपर्ने छ। साथी त साथी हो, तर साथी भए पनि हामीले परीक्षामा त को फर्स्ट भन्ने त प्रश्न आउँछ होइन? फर्स्ट हुने, पहिलो हुने, प्रथम हुने जसलाई पनि चाहना हुन्छ नि, मानवीय स्वभाव हो नि त यो, होइन? त्यस कारणले गर्दा नि ठिकै हो। जस्तै तपाईँलाई आफ्नो पढाइको यो अवस्थामा आइरहँदाखेरि अझै योभन्दा म राम्रो हुन सक्थेँ, योभन्दा अझै म राम्रो गर्न सक्थेँ होला, मेरो क्षमता छ भन्ने लाग्छ मलाई। के कारणले गर्दा चाहिँ म पछि परेँ होला भनेर, के को कारणले तपाईँ त्यो ल्याकिङ पोइन्ट के लाग्छ तपाईँलाई? मलाई के लाग्छ भने
म 5 सम्म त बोर्डिङमै पढेको थिएँ अनि 6 बाट यता स्कुलमा जोइन भएँ अनि 6 मा जोइन हुँदाखेरि 6 र 7 मा अनि 8 मा हाम्रो त्यस्तो पढाइ राम्रो भएन के अनि यदि त्यो 3 वर्ष चाहिँ हाम्रो लगातार रेगुलरली राम्रोसँग पढाइ भइरहेको भए चाहिँ आज म अझै राम्रो गर्न सक्थे कि भन्ने हजुरलाई लाग्छ त्यो राम्रो पढाइ भएन भन्नाले चाहिँ के कुरा हुँदो रहेछ खास अब खै के भन्नु त्यसमा त हाम्रो चाहिँ के भयो भने कुनै बेला टिचर आउनुहुन्न थियो अनि क्लासमा अलिक बढी नै हल्ला हुने अनि साथीहरू पनि त्यो पढाइमा फोकस भएन त्यति बेला चञ्चले स्वभावले पनि अलिकति असर गर्यो होला है त्यो जस्तै 6 7 8 साधारणतया हामी के बुझ्छौँ भने अलिकति प्युबर्टी स्टेज हैन जस्तै अहिले तपाईँ 15 वर्ष 16 वर्ष हुनुभयो होला 15 वर्ष एडोलसेन्टमा अलि लागिसक्नुभयो प्युबर्टीले अलि छोड्यो हैन त्यो हजुरलाई थाहा छैन हैन त्यो कारण पनि केही प्रभाव होला त्यो साथीहरूको तपाईँले मूल्याङ्कन गर्दा अब्जर्भेसन गर्दाखेरि आफ्नै पनि अब्जर्भेसन गर्दाखेरि कस्तो खालको फिलिङ त्यस्तो हुँदो रहेछ भन्नाले चाहिँ जस्तै अहिले भन्नु पनि चञ्चले उमेर हो नि त चकचके चञ्चले उमेर चञ्चले स्वभाव के होला नयाँ होला हामी चाहिँ हैन कस्तो होला भन्ने एउटा चाहिँ त्यो उमेरभरमा लिन्छ नि त मनोवैज्ञानिकहरूले पनि त्यो खालको चाहिँ स्वभाव साथीहरूमा देखिएर पछि अलि म्याचुरिटी आएको जस्तो देख्यो कि देखेन भन्ने मेरो प्रश्न म्याचुरिटी त अब उमेर बढ्दै गएपछि त आइहाल्छ नै त्यो त हुने कुरा नै हो म्याचुरिटी चाहिँ बढेको छ कि एसीको मुखमा आइसकेपछि ओहो एसी भनेपछि तपाईँहरूलाई अलिकति त्यसले चाहिँ म्याचुर बनायो कि एसी भनेपछि त अब अलिक बढी मेहनत गर्नै परिहाल्यो बोर्ड हो अनि त्यो कारणले पनि होला त्यही त साधारणतया अनुभवहरूले पनि के बताउँछ भने क्लास 6 7 8 मा अलिकति चञ्चलता विद्यार्थीहरूमा बढ्छ नै त्यसले त्यो तपाईँ समयमा हजुरहरूलाई अलिकति गाइड राम्रो भएन भन्ने अथवा त्यसलाई चाहिँ ट्र्याक राम्रोसँग त्यो बेलामा पढाइ अलिकति डिस्ट्र्याक्ट भयो त्यो बेलामा फाउन्डेसन राम्रो कन्टिन्यू गरौँ अहिले तपाईँ 10 कक्षामा पढ्दै हुनुहुन्छ एससीको तयारी गरिरहनु भएको छ हजुर म पढ्दैछु हजुरको यो कक्षा 10 मा एससीको तयारी गरिराख्दाखेरि कुनै विषय अलिक कमजोर भएको जस्तो अथवा कुनै चाहिँ विषय अलि स्ट्रङ छ जस्तो मलाई लाग्छ त्यस्तो चाहिँ विषय कमजोर भन्दाखेरि हामी त अहिले त सिभिल इन्जिनियरिङ स्ट्रिम लिएर पढेको हो नि त 9 बाट हजुर अनि यही इन्जिनियरिङ सब्जेक्ट्सहरुमा चाहिँ अलि कमजोर अनि म्याथ साइन्समा अलि कमजोर अरु विषय भन्दा म्याथ साइन्स अरु विषय भन्दा अनि मलाई मेरो इंग्लिश सब्जेक्ट चाहिँ राम्रो लाग्छ इंग्लिश चाहिँ तपाई आफ्नो ब्याकग्राउन्ड पनि राम्रो भएको हुनाले ब्याकग्राउन्ड त के भन्नु ब्याकग्राउन्ड त्यस्तो छैन इंग्लिश भनेको बोर्डिङ पढ्नु भयो नि त 5 सम्म मात्रै पढे मैले त्यो भन्दा बढी त पढिएन त्यही पनि मलाई बेस नै पुग्यो अनि तपाईलाई आफ्नो मन पर्ने विषय पनि अलि इन्ट्रेस्ट लाग्ने चाख लाग्ने अब जुन चाहिँ विषय राम्रो छ त्यही राम्रो मन पर्छ म्याथ अथवा साइन्स चाहिँ अलि कमजोर हुनुको कारण त्यस्तो केही म्याथ र साइन्समा चाहिँ पहिले नै बेस नपुगेको नै भनौं अनि पहिला त्यस्तो बुझ्ने टिचर पनि पाइएन भनौं बुझाएर पढाउने त्यसले गर्दा चाहिँ अहिले कन्टेन्ट बुझ्न चाहिँ अलिकति गाह्रो हुने अप्ठ्यारो हुने त्यो कारणले अलि कमजोर इन्जिनियरिङ विषय भनेको त 9 बाट मात्रै पढ्नुभयो हजुर 9 बाट मात्रै पढिए कन्सेप्ट नयाँ भयो धेरै नयाँ भयो नि पहिलेसम्म त्यस्तो पढेको थिएन नि त अनि त्यसले चाहिँ अलिकति गाह्रो भइरहेछ विषयगत रूपमा अरु के कारणले चाहिँ जस्तै कुनै अलि राम्रो सजिलो हुने अझ बुझ्न सजिलो हुने के कारण हुँदो रहेछ खास त्यो त अब आफुलाई इन्ट्रेस्ट कुन कुरा हुन्छ त्यसमा अब आफुलाई इन्ट्रेस्ट लाग्ने सब्जेक्ट्समा चाहिँ अनि अलि धेरै पढौँ भने जस्तो हुन्छ नि अनि अब इन्ट्रेस्ट नलाग्ने सब्जेक्टमा त्यही हो कहिले यो पिरियड सकिला जस्तो हुँदो रहेछ त्यस्तो पनि फिल हुँदो रहेछ इन्ट्रेस्टको कुरा पनि भयो टिचरहरूको पनि के त्यसमा जस्तै टिचरहरूको पर्सनालिटी भनौँ न
शिक्षकहरूले चाहिँ कसरी विद्यार्थी माझ प्रस्तुत हुनुहुन्छ भन्ने विषय अथवा कसरी पढाउनुहुन्छ त्यसको चाहिँ कतिको प्रभाव त्यो के छ हजुरको महसुस? त्यसले धेरै प्रभाव पार्छ सर। टिचर पनि अलिकति विद्यार्थीको भावनाले बुझ्ने खालको हुनु पर्यो। विद्यार्थीको भावनालाई बुझ्यो भने चाहिँ विद्यार्थीलाई ठ्याक्कै के कुरामा समस्या छ के कुरा पुगिरहेको छैन त्यस्तो बुझ्ने हुँदाखेरि चाहिँ सजिलो हुन्छ। विद्यार्थीको भावना बुझ्ने भने चाहिँ कस्तो? मतलब कि अब कोही विद्यार्थी अब रिसाउने हुन्छन्, कोही विद्यार्थी अलिक बढी बोल्ने हुन्छन् अनि उनीहरूकै लाइनमा पाथमा हिँड्न त टिचरले सक्नु पर्यो नि त भन्नाले अब रिसाउने विद्यार्थीलाई टिचरले फकाएर हुन्छ कि के गरेर हुन्छ त्यो उनीहरूले बुझाउनु पर्यो, पढाउनु पर्यो। विद्यार्थी रिसायो भने टिचर रिसाउनु भएन भन्ने? टिचर रिसाउनु भएन भनेको एउटा विद्यार्थी रिसाउँदा चाहिँ एउटा विद्यार्थीलाई असर भयो, टिचर रिसाउँदा त पुरै होल क्लासलाई असर गर्छ नि त, रिसाउ पनि हुन्छ। विद्यार्थीको भावना बुझेर विद्यार्थीको समस्या बुझेर हैन कहाँनिर अड्किया छ उसको भावना बुझेर चाहिँ कस्तो खालको छिटो सकाउँछ हैन? ठिक छ। अब हजुरलाई म अब अलिकति भविष्यको बारेमा हामी वर्तमान पास्टमा पनि गयौँ, अब क्यारियरको कुनै आफ्नो एउटा भविष्यमा त्यस्तो केही सोच्नु भएको छ? क्यारियर त म चाहिँ अब इन्जिनियर नै बन्छु भन्ने सोच छ। अब पढाइ पनि 9 बाटै सिभिल इन्जिनियरिङ स्ट्रिममा भयो अनि त्यही भएर नै अब इन्जिनियर बन्ने भन्ने सोचमा छु। यो जस्तै म यो पेसा अपनाउँछु अथवा मेरो यो विषयमा चाहिँ मेरो दक्षता छ भन्ने कुरा चाहिँ कहिले थाहा हुँदो रहेछ कि के छ थाहा पाउनु भएको छ कि छैन? म यो विषय अहिले भन्नु पनि इन्जिनियर बन्छु, मैले यो गर्न सक्छु, त्यो महसुस हुँदो रहेछ कि हुँदो रहन्छ, थाहा हुँदो रहेछ कि रहन्छ? त्यो त आफ्नो पोटेन्सियल त त्यति बेला थाहा हुँदो रहेछ कि अब के भन्ने सर मलाई आएन भन्ने। जस्तै तपाईँको म एक्जाम्पल एउटा दिन चाहन्छु। जस्तै कक्षा 3मा 4मा पढ्दाखेरि तिमी के बन्न चाहन्छौ भनेर प्रश्न, वाट डु यु वान्ट टु बी इन द फ्युचर भन्ने धेरै रेगुलर आउने प्रश्न हो। त्यो आउँदाखेरि चाहिँ पेसाको बारेमा सोच थियो कि थिएन? त्यति बेला त म के भन्थेँ भने मलाई चाहिँ म नर्स बन्छु भन्थेँ कि मैले त्यति बेला। अनि जब ठुलो हुँदै आएँ अनि नर्सिङ पढ्न अलिक गाह्रै हुने भन्ने थाहा पाएँ अनि 9 बाटै सिभिल इन्जिनियरिङ जोइन गरेपछि अब नर्सिङ स्ट्रिम त बाहिर कुरा भयो अनि त्यही भएर इन्जिनियरिङ बन्ने भन्ने सोचमा छु। अब इन्जिनियर नै तपाईँले पेसा छान्नुहुन्छ। अब भविष्यको त्यो इन्जिनियरसम्मको बाटो कसरी देख्नु भएको छ, त्यसको कसरी अगाडि बढ्नुहुन्छ, त्यस्तो केही सोच्नु भएको छ प्लान? हुनसक्छ, पुरा हुन पनि सक्छ, नहुन पनि सक्छ, तर एउटा कसरी सोच्नु भन्नु अब म 10 सकेपछि 11 12 जोइन गरि नै हाल्छन्, इन्जिनियरमै गर्नुहुन्छ? इन्जिनियरिङमै गर्छु। अब यतै स्कुलमै पढ्छु कि अन्त जान्छु त्यो चाहिँ थाहा भएन। यहाँ पनि 11-12 क्लास छ हैन? छ। अनि म 12 पछि चाहिँ जब गर्छु भन्ने सोचिरहेको छु। जब गरेर आफैले नै पढ्ने अनि फ्यामिलीलाई पनि अलिकति सपोर्ट गर्ने भनिरहेको छु। अब हेरौँ के हुन्छ। त्यो गर्दाखेरि चाहिँ तपाईँको पढाइमा चाहिँ केही अप्ठ्यारोहरू आउन सक्छ नि? अप्ठ्यारोहरू त आउन सक्छ तर त्यसलाई आफूले फेस गर्न पनि सक्नु पर्यो नि त, त्यति त कन्फिडेन्स हुनु पर्यो, नत्र भए त जिन्दगी चल्दैन। त्यो खालको डिटर्मिनेसन तपाईँसँग छ भनेपछि तपाईँको लक्ष्य चाहिँ इन्जिनियर बन्ने नै र सेवा पनि नेपालमै गर्ने कि अथवा चाहिँ नेपालमा अलि राम्रै भयो भने सेवा नेपालमै गरौँ नि। सेवा तपाईँलाई देश छोडेर विदेश रमाउने रहर अहिले त त्यस्तो ट्रेन्ड चलिरहेको जसलाई नि भइहाल्छ नि भनेको एकचोटि पुग्ने त हुन्छ, तर जस्तै आफ्नो क्षमता यो देशले मलाई दिएको अथवा यो ठाउँले यो माटोले दिएको ज्ञान सिप क्षमता हामी आफै एउटा चाहिँ हाम्रो जुन बौद्धिकता दिएको छ त्यो नै एउटा चाहिँ सम्पत्ति हो, यसलाई यहीँ प्रयोग गर्छु भन्ने सोच चाहिँ कतिको छ भन्ने मेरो प्रश्न। अब
यतै नेपालमै बसेर केही गर्ने भन्ने सोचमा छु ए अब ठुलो हुँदै जाँदा पढ्दै जाँदा पढ्दै लक्ष्य जाँदा। ठिक छ तपाईँलाई शुभकामना छ अन्तिममा अन्तिममा प्लिज तपाईँलाई भन्न मन लागेको कुरा केही अब यदि हाम्रो चाहिँ यी कुराहरू श्रोता अथवा दर्शकले सुन्ने देख्ने अवस्था आउँदाखेरि अथवा तपाईँ म नै एउटा कुराकानी गरिरहँदाखेरि केही भन्न मन लागेको कुराहरू केही छ भने मलाई के भन्न मन छ जुनसुकै विषयमा पनि तपाईँले आफ्नो कुरा राख्न सक्नुहुन्छ हामीले चाहिँ आफ्नो पढाइलाई फोकस गर्नुपर्छ बिचमा जति नै स्ट्रगल गर्नु परे पनि आफूले जति दुःख भए पनि मान्छेले हेर्ने त उसको सक्सेस नै हो नि त अनि त्यही भएर हामीले जस्तै भए पनि सक्सेसफुल चाहिँ हुनुपर्छ लाइफमा भन्ने लाग्छ सक्सेसफुल हुने क्रममा आफ्नो नैतिकता गुमाउनु भएन त्यो त गुमाउनु भएन राम्रो बाटो अपनाउनु पर्यो राम्रो बाटो अपनाएपछि सफल हुन्छ भन्ने कुरा मेरो धारणा यो चाहिँ तपाईँ आफ्नो साथीहरू अथवा आफ्नो तपाईँ जस्तै विद्यार्थीलाई चाहिँ म जस्तै विद्यार्थीहरू साथीहरूलाई भन्न चाहन्छु धन्यवाद सुनायो त्यो